हेलो गाइज, गुड मर्निङ। आज हामी अप्पी ट्रेकिङको सेकेन्ड डेमा खण्डेश्वरीबाट अप्पी बेस क्याम्पको तर्फको यात्रामा अगाडि बढिसकेका छौँ। सफा छ हाम्रो गोल्जरले सिकोस् के यहाँ हामी अहिले यहाँ खण्डेश्वरीको कालिका भवनतिर पुगिरहेछौँ। अप्पीमालको जाने शिव अप्परमा यहीँबाट हुन्छ। यसलाई चाहिँ बाटो प्र्याक्टिस भइरहेछ, यताउता भनिरहेछौँ। पुग्दैछ अब हामी फाइनली घुसा गाउँसम्म आइपुग्यौँ। पारे चाहिँ खण्डेश्वरी मलदेश नाली 2430 को अल्टिट्युडमा रहेको नालीबाट अब चाहिँ हाम्रो ट्रेकिङको सजिलो यात्रामा निस्केका छौँ हामी। यहाँबाट चाहिँ उकालो पर्दैन। अब उकालो गरिसकेपछि अब चाहिँ हामी अप्पीमाल देखिने ठाउँमा पुगिसक्यौँ। हाम्रो यात्राको एकदम एक्साइटेड मोमेन्ट चाहिँ यता भेटिरहेछौँ हामीले। अब यहाँबाट अप्पीमाल हामीले जानुपर्ने गन्तव्य देखिन्छ। दार्चुलाई चिनाउने कुराहरू भनेको त्यस्तै हुँदैन। हाम्रो चिक्कै बोकेर यस्तो देखाउनु वेट गर्नु होला। आएन यहाँ। हेलो, आई लभ अप्पी। वाउ, व्हाट अ भ्यू। दामी छ। ल हामी नजिकै पुगिरहेछौँ। अब हाम्रो देशको यताबाट आइसक्यो हामी। अप्पीको भ्यू पोइन्ट भनेको यो रहेछ मेन होइन। यताबाट चाहिँ राम्रो देखिँदो रहेछ। हामी चाहिँ केही रमाइलो गर्ने कोसिसमा छौँ यहाँ। अब फेरि गीत गाएर गिटार बजाएर होइन दामी भ्यू छ। भ्यूसँग यता हामी चाहिँ रमाउने कोसिस गर्छौँ। तपाईँहरू चाहिँ हामीलाई हेर्दै गर्नु होला। फोटो नि खिच्नेछौँ।
गाउँ पुग्यौँ हामी फाइनली। यो हो गाउँ, क्या दामी छ हेर्नु त गाउँ। र सिटीबाट यस्तो देखिन्छ हिमाल। र हामी चाहिँ सिटी गाउँ पुगिसक्यौँ। अब झन् झन् एक्साइटेड भइरहेछ हामीलाई। हामी हिमालको नजिकै पुगिरहेछ अब। ए सिटी गाउँ कपी हिमाल जाने बाटोको लागि चाहिँ डाउट मान्नु पर्दैन, यति दामी बनाएको छ क्या। हामी यो अब सिटीभन्दा अगाडि आइसक्यौँ। सिटीभन्दा माथि अप्पी हिमालतिरको बाटो हो यो। टक्क रेलिङ सेलिङ लगाएको छ, सेफ्टी छ क्या। यहाँ चाहिँ डेन्जर हो, बाटो खराब हो भन्ने चाहिँ नसोच्नु होला। हाम्रो केटाहरू यहाँ सङ्गालहरू चुप भइरहेछ। हामी चाहिँ होइन फर्स्टमा चाहिँ खन्डेश्वरी गयो, यताबाट यो कालो हुँदै हामी भुसा पुग्यो होइन। भुसादेखि अर्को अब हामीले नास्ता हालेर सिटी हुँदै हामी अहिले लास्ट हाइकोर्टमा पुगेका छौँ। हाम्रो यात्रा भनेको सिमार हुँदै डोमोल पुगेर हामी बेस क्याम्पमा पुग्यो है। आज यहाँ बस्यो भने भोलि दिने पानी ताल भयो, अनि कालिम्पोङ ताल पुगेर हामी अक्टोबर नम्बरको छ नि यो बेसमा चाहिँ हामी मजाले एकछिनमा घुम्नेवाला छौँ कि त हो। त्यो घुमेर हामी कति दिन हुन्छ त्यहाँदेखि फर्केर आउनुवाला छौँ है केटा हो। भिडियो चाहिँ स्टार्ट। सिमार नजिकको एउटा होटेल हो होइन। मैले चाहिँ यतिसम्मको होटेल होला, यस्तो व्यवस्थापन होला, यस्तो डेकोरेसन होला भन्ने एक्सपेक्ट चाहिँ गरेको थिएन होइन। दामी रहेछ क्या। मैले एउटा टेन्टभित्र होला होटेल आउँदा सोचिरहेको थिएँ होइन। यहाँ चाहिँ दामी रहेछ क्या। हेर्नु त गाइस कति दामी यार। हेलो गाइज, हामी चाहिँ सिकुवा बोलेर खान लाग्यौँ होइन। यहाँ के अरे यो ठाउँ छिरछिरेमा आज हामी बसेको होइन। तेरो जीवनको साथी चन्द्र जसो सुहायो बन्दै हाम्रो मनले सोच्याको जसो सुहार जोडी मिल्यो हुई चम्पा चम्पाका भराउने आयो हुई चम्पा चम्पाका भराउने आयो हुई चम्पा। खै बन्द झम्के गुलेली खोइले बाटो खै बन्द झम्के गुलेली आउँदा चाहिँ खै बन्द झम्के गुलेली आउँदा चाहिँ खै बन्द झम्के गुलेली आउँदा चाहिँ खै बन्द झम्के गुलेली। लेख्छु कि लेख्दिन हो झम्के गुलेली लेख्छु कि लेख्दिन हो झम्के गुलेली। मायालाई चाहिँ देख्दिन हो झम्के गुलेली मायालाई चाहिँ देख्दिन हो झम्के गुलेली।
पहरे खोला लहरे जनको पहरे खोला छोयो